चाँगुनारायण नगरपालिका वडा नम्बर 2 को आयोजना ज्येष्ठ नागरिक मिलन चौतारी र ज्येष्ठ नागरिक समाजको समन्वयमा योगनी एकादशीको अवसर पारेर ज्येष्ठ नागरिकहरूका समस्या तथा समाधान बारेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच, स्वास्थ्य सम्बन्धी परामर्श तथा ज्येष्ठ नागरिकहरूको के कस्ता समस्या छन् त्यसको समाधान कसरी गर्ने भन्ने अन्तर्क्रिया भएको थियो। साथै योग सम्बन्धी सूक्ष्म व्यायाम बारे जानकारी तथा अभ्यास समेत भएको थियो। कार्यक्रममा वडा अध्यक्ष लगायत समाजसेवीलाई ज्येष्ठ नागरिकहरूले प्रशंसा गर्दै खादा तथा दोसल्ला उडाएर सम्मान गरेका थिए। श्री चाँगुनारायण नगरपालिका वार्ड नम्बर 2 मा रहेको श्री ज्येष्ठ नागरिक समाजको ज्येष्ठ नागरिकको समस्या र समाधान विषय अन्तर्गतको कार्यक्रम तपाईँ निशा सेवा सदन बानेश्वरका कार्यालय प्रमुख श्री प्रेम प्रसाद उप्रेतीज्यूबाट प्रशिक्षणको कार्यमा सहभागी हुनुभई अत्यन्त मनोरञ्जनपूर्ण तथा अति आवश्यक विषयमा प्रशिक्षण दिई वडाको 4 स्थान 5औं नै स्थान हो कार्यमा सफल गर्नुभएकोमा सधन्यवादको प्रशंसा पत्र प्रदान गरिएको छ। आगामी दिनमा यस्ता कार्यक्रममा गर्नको लागि यहाँको सहयोगको अपेक्षा राखेका छौँ। र कार्यक्रमको अन्त्यमा खैजडी भजनबाट ज्येष्ठ नागरिकहरूलाई मनोरञ्जन गराइएको थियो। राम 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 नारायण राम 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 ये बन गया राम सुखदेव स्वामीले मनपछि फर्के नारा भन्नुहुन्छ हे प्रभु 10 स्कन्द
रातो सबै दिन सुन्न इच्छा छ रहेको हस्तिनापुरको लीलाको सुनाइदेऊ कि पाण्डुका छोरा पाण्डवको अर्जुन सौर्य भीष्म पाण्डव रानी द्रौपदीलाई दुशासनले साडी लुछेको कुरा पो सुनाइदेऊ कि उतातिर भन्छौ भने देखियो हेर सूर्यवंशीका छोरा दशरथ महाराजका कौशल्या केकै सुमित्रा तिनकी रानी हुन एउटा पनि छोरो नजन्मेर फेरि राम लक्ष्मण भन शत्रुघ्न छोरा जन्मेको कुरा पो सुनाइदेऊ कि उता दमयन्तीको कुरा पो सुनाइदेऊ कि उता हैदरा राजाको हेर बिहारको कुरा पो सुनाइदेऊ कि हरिगण फर्केल नाराका उपरमा चाहिँ सुखदेव स्वामी भन्नुहुन्छ हे फर्केल नारा हे सुखदेव स्वामी फर्केल महाराज अब सबै सिलीला सुन्दर हल्का मुखा बिन्दुबाट मैले सुन्न चाहेको अब यो सारा सभा मुलुकबाट चतुर्बाहु नारायण भगवान विष्णुले पृथ्वी मण्डलमा जन्म लिएर भुवन हाल्नुभयो र स्वराचार गोपिनीलाई लीला गर्नुभयो भन्ने कुरा छ सुनेको नारायण हरि कृष्ण लीला सुनाइदेऊ हरे राम कृष्ण लीला स्वर्गमा रहेका इन्द्राणी 33 कोटी देवताले पाका पोटे मैका दुःख ससिएको पछि दर्शाई भगवान विष्णुका सबै दुःखका गएर आज इन्द्राणी 33 कोटी देवतालाई स्वर्गबाट हामीले भाग्नु पर्यो हे प्रभु नारायण हे प्रभु बाबा कसो गरे हो हरे राम बाबा कसो गरे हो वैकुण्ठमा गएर विलाप गरेपछि इन्द्राणी 33 कोटी देवता हो दुष्टताले साह्रै दुःख तिमीहरूलाई दिएछ अब त्यो हेर त्यो मैकासुर भन्ने दानव हो ताम्रापुरलाई मैकासुरलाई कसैले वध गर्न सक्दैन अन्याय र अत्याचारले सारा सर्गा मुलुकबाट ढपकाइ छ ढाकिएको त्यो हेर शान्ति गर्नको लागि पृथ्वी मण्डलका बिचमा मनुष्य छोराको लिएर जन्म रूपमा दिएपछि ये महाराज नारायण हरि भुवार हरे छु हरे राम भुवार हरे राम 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 नारायण हरि छोरी जाने हरे राम छोरी जाने
प्रवर देना काकी पुत्री पार्वती भन्दा पनि रामले छोरी छोरी छ उतातिर भटौ भने राजा वसुदेव हेर हिमालय हेर उरसकी छोरी जनी छली हेर उमेरकी पनि भइदिए आजसम्म मेरो विवाह भएको छैन अब निकाल हेर राजा वसुदेव अब उरसका चलारका बिचमा हेर आज देवकीलाई माग्न भने जान्छु भने कर नारायण भयो सवारे हरे राम भयो राम 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 नारायण प्रभु देखे